Hello guys, welcome to my new vlog. आज चाहिँ मैले आफ्टर लङ टाइम पछि भ्लग बनाउँदैछु। आजको मेरो भ्लग चाहिँ के हो भन्दाखेरि आज नयाँ साल 2083 साल वैशाख 1 गते काठमाडौँ जाँदैछु। 2 गते चाहिँ दूर सेवा समाज प्रोग्राम हुँदैछ। त्यो प्रोग्रामहरू पनि म केही देखाउने छु र एकैचोटि मैले मेमोरीबाट भ्यूहरू देखाउने प्रयास गर्छु। हजुरहरूले अन्तिमसम्म फेरि हेर्नु होला। काठमाडौँ आइयो बिजी मलतिर, यसो होटलतिर बस्छौँ। यति बेला गोर्खा कालिका मनोकामना गेस्ट हाउसभित्र आइपुगेको छु होटेलमा। सबै होटेलमा मात्रै भन्छ। यसरी रमाइलो छ काठमाडौँ बिजी मलमा नाइटमा काम गरेको। बत्ती बारेर केही नदेख्नु है नाइटमा होटल बस्नुपर्ने। के बरा खायो बिजी महल बिजी महल है बिजी महल बेलुकामा घुमघाम यसो माइन्ड फ्रेस। यसरी रमाइलो छ बिजी महल। गाडीहरू हिँडेको हिँडै बिजी महल
बिजी महल घुमघाम बिजी महल है बिजी महलमा यस्तो घुमघाम नाइटमा
तल आएको छैन टेलिभिजनको लागि आएको छैन आयो रेडी हेलो चेक 1 2 3 हेलो चेक 1 2 3 हेलो चेक दृश्य समाज हेलो चेक भवनमा माथि छिरिसकेको छौँ हमिङ बढिरहेको टिभीमा आउनुको लागि हमिङ बढिरहेको
सल्लाहकार लोकबहादुर गुरा गुरा सेवा समाजको पूर्व अध्यक्ष तथा सल्लाहकार कर्णेल गोकुल प्रसाद गुराज्यू गुरा सेवा समाजको पूर्व अध्यक्ष तथा सल्लाहकार त्यसै गरेर देवबहादुर गुरा सेवा समाजको पूर्व अध्यक्ष एवं सल्लाहकार डाक्टर दुर्गाबहादुर गुरा सेवा समाजको सल्लाहकार मञ्चमा आएर आसन गराउनको लागि म अनुरोध गर्दछु। लक्ष्मण गुरा सेवा समाजको पूर्व वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार उहाँलाई पनि अतिथि आसन गरिदिनु हुन अनुरोध गर्दछु। त्यसरी नै अमृत गुरा सेवा समाजको सल्लाहकार हाल उहाँ यो अमेरिका हुनुहुन्छ। इन्द्रबहादुर गुरा सेवा समाजको सल्लाहकार उहाँ अहिले बेलायत हुनुहुन्छ। अतिथि श्री महेन्द्र दुरा सचिव नेपाल आदिवासी जनजाति महासङ्घको हाल उहाँ निर्वाचित हुनुभएको छ। उहाँलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसरी नै अतिथि आचरण गर्नुको लागि श्री नरमाया दुरा अध्यक्ष दुरा महिला केन्द्रीय समितिको अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महिला महासङ्घ त्यसै गरेर अतिथिको रूपमा डाक्टर हरि बुढाथोके ऊर्जा कानुन विज्ञ उहाँलाई पनि अतिथि आचरण ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। इन्जिनियर कृष्णबहादुर राणाज्यू समाजसेवी दुर्गा सेवा समाजका पूर्व अध्यक्ष उहाँलाई पनि अतिथि आचरण ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अतिथि आचरण ग्रहणको लागि शोभा सुनवार आदिवासी जनजाति महिला महासङ्घको केन्द्रीय अध्यक्षज्यू उहाँलाई पनि अतिथि आचरण ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। अमृत सुनवार लक्ष्मण हायु समाजको केन्द्रीय अध्यक्ष लक्ष्य सूरज कुमार दुराज्यूलाई विशेष अतिथिको रूपमा आसन गर्नको लागि अनुरोध गर्दछु। नाम छुट्टै थियो। जगत बहादुर दुराज्यू केन्द्रीय सल्लाहकार उहाँलाई पनि अतिथि आचरण ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। लक्ष्मण हायु अध्यक्ष हायु समाज केन्द्रीय समिति रेन्जुम डोल्मा हेल्मो अध्यक्ष नेपाल हेल्मो समाज सेवा सङ्घ हेल्मो भोटे डोल्मो अध्यक्ष नेपाल डोल्मो जनजाति विकास केन्द्र वाङ्जा लोमी अध्यक्ष थुदाम सेवा समाज केन्द्रीय समिति शिवचन्द्र मण्डल अध्यक्ष नेपाल धानुक समाज केन्द्रीय समिति बलबहादुर दुरा वरिष्ठ उपाध्यक्ष दुरा सेवा समाज केन्द्रीय समिति भीमबहादुर दुरा उपाध्यक्ष दुरा सेवा समाज केन्द्रीय समिति उहाँहरूलाई पनि आसन गराउनको लागि अनुरोध गर्दछु। प्रेमबहादुर महासचिव म आफै भएँ। डिलु दुरा सेवा समाजको केन्द्रीय सचिव तथा आदिवासी जनजाति सङ्घीय परिषदको सदस्य
ओम बहादुर दुरा कोषाध्यक्ष दुरा सेवा समाज केन्द्रीय समिति, श्री कृष्ण कुमारी दुरा केन्द्रीय समितिको केन्द्रीय सदस्य, श्री पूजा दुरा सदस्य दुरा सेवा समाज केन्द्रीय समिति, नर्जन दुरा दुरा सेवा समाज केन्द्रीय सदस्य, कृष्ण दुरा सुशीला दुरा सेवा समाज को केन्द्रीय सदस्य, खेमराज दुरा दुरा सेवा समाज को केन्द्रीय सदस्य, हाल उहाँ अमेरिका, नारायण बहादुर दुरा प्रसाद दुराज्यू उहाँलाई पनि केन्द्रीय सदस्य दुरा सेवा समाज, ईशान दुरा आउँदैछ, दुरा सेवा समाज केन्द्रीय प्रतिनिधि उपत्यका अध्यक्ष तथा यो कार्यक्रमको व्यवस्थापन संयोजक लज्जावती दुरा केन्द्रीय प्रतिनिधि कास्की, दुरा कृष्णबहादुर दुरा दुरा सेवा समाज केन्द्रीय सदस्य तथा तनहुँ प्रतिनिधि, चित्रगाजी दुरा दुरा सेवा समाजको केन्द्रीय प्रतिनिधि चितवन, यसै गरेर दुरा सेवा
बेसीमा फुलेर आयो मलाली गुराँस बेसी फुल्यो टाकी त